हाम्रो सुन्दर हरैच नगर समितिको सुन्दर हरैच नगर समिति किराँत चुङलुङको धार्मिक स्थल अवलोकन गरौँ ल आज हाम्रो ठाउँको। हेर्नुहोस् यो हाम्रो राष्ट्रिय चुङलुङ अधिवेशन छ यो 25, 26, 27 त्यसको लागि सरसफाइ भइरहेछ। नेपालभरिको किराँत चुङलुङमा संलग्न सम्पूर्ण व्यक्तित्वहरूलाई बोलाइएको छ। त्यसको लागि कार्यक्रम भइरहेछ। एकदम क्लियर है अलिकति यो देखाइदिनु पर्यो हाम्रो चुङलुङ भवन पनि क्या। हाम्रो यो कार्यक्रम स्टेज हो यो सानो तपाईँले नजिकबाट हेर्नुहोस् है। यो कार्यक्रम भवन सानो स्टेज हाम्रो चुङलुङ भवनभित्रको। त्यसको पछाडि ठिक पछाडि हेर्नुहोस् आदि भनेको छ माहिम यो बन्ने क्रममै छ। 2 वर्ष जस्तो भइसकिसक्यो। अलिअलि पैसा आउँदै अलिअलि गर्दैछ। कार्यक्रम छ यो हाम्रो विदेश सबैजना आउने हेर्ने ओर्ने चाहिँ हाम्रो यो जति हेराबारा गरेको छ सबैले। त्यसको लागि यो शिलामा नाम लेख्ने चलन थियो। यहाँ हेर्ने शिलान्यास छ। यहाँ शिला नाम लेख्ने सबैले बुझेर दिएको 5,051 देखि माथि दिनेहरूको लागि 1500 देखि माथि दिनेहरूको नयाँ नाम छ यसमा। वही प्रोसेसमा यो चाहिँ हाम्रो घुम्ने राम्रो ठाउँ भनौँ न एउटा। हामी यो हरेक साल उधौली ओलीमा पूजा गर्ने हाम्रो यो माग्यौँ यहाँनिर सरसफाइ भइरहेछ। सरसफाइ कार्यक्रम भइरहेछ। एकछिन काट्छला डार्लिङ सबै व्यवस्थापन गर्ने पुस्तकपन गर्नु बाहिर नलाग्नु भनेर यहीँ जलाउने ओर्ने गरिरहेछौँ। हाम्रो यो सांस्कृतिक भवन किराँत चुङलुङको सांस्कृतिक भवन यहाँनिर हामी यहाँभित्र हाम्रो कार्यक्रम हुन्छ। अब यो नेपाल किराँत चुङलुङ यो के भन्छ राष्ट्रिय कार्यक्रम यहाँ हुने भएको छ। सरसफाइ कार्यक्रम भइरहेको छ। सबजना राम्रो भएर काम गरिराख्नु भएको छ। हजुर भाबी ठिक छ ठिक छ ठिक छ ठिक छ। हामीले केही देखेको छैनौँ तर यहाँ सबै उमेरका सबै वर्गका सबै उहाँहरू सबैजना काम गर्न सक्नु भएको छ। भाबी हाम्रो कार्यक्रमहरू हुँदाखेरि संसारी पूजाहरू गर्दाखेरि यता मासतिर खाना बनाउँछौँ। अनि यो उता के भवन सानो भवन देखिराख्नु हेरेर बसेर खाने हल्ला गर्ने गर्छौँ। कार्यक्रमहरू गर्दाखेरि सानोदिनमा चाहिँ हाम्रो सांस्कृतिक भवन राष्ट्रिय नयाँ किचन चाहिँ हामीले यहाँनिर बन्दै गरेको सही छैन। लगभग यो कार्यक्रमभन्दा अगाडि बनिसक्छ। यहाँहरू हाम्रो लेडिज टोइलेट बाथरुम लेडिज टोइलेट जेन्ट्स टोइलेट छ। अनि एरिया ठुलो छ। थुप्रो हाम्रो यहाँनिर माथिसम्म लगभग यो माथि ठ्याक्क हाम्रो यो स्मृतिदेखि यो हाम्रो धार्मिक स्थलदेखि अलिकति मासतिरपट्टि फेरि हाम्रो लिम्बूहरूलाई राख्ने त्यहाँनिर समाधि पनि छ। मासतिर छ मासतिर चाहिँ गइन ल यतै वरिपरि नै देखाएँ तपाईँहरूलाई। हाम्रो किराँत चुङलुङ सुन्दर रहेछ है।